जिम्लुक गाउँपालिका 4 प्युठानदेखि फेरि पनि म सोसियल मिडियामा एउटा भिडियो लिएर आउँदैछु साथी। मेरो नाम चाहिँ सागर जोशी। आफ्नो देश छोडेर गएका जति पनि 3 करोड नेपाली साथीहरू हुनुहुन्छ, आफ्नो देशमा आएर गर्नु साथीहरू। आफ्नो देश भनेको सबैभन्दा ठुलो नेपाल देश हो साथीहरू। जे गर्नु आफ्नो देशमा गर्नुपर्छ साथी। अरूको देशमा गएर दुःख धेरै भोग्नु हुँदैन के, आफ्नो देशमा गर्नुपर्छ। आफ्नो देश भनेको सबैभन्दा ठुलो नेपाल देश हो साथी। अहिले बालेन्छ दाइले घन्टीमा जितेर देश बनाउँछु भन्नुभएको छ। हेरौँ होइन, हेर्दै जाउँ के हुन्छ होइन। देश बनायो भने राम्रो, त केपी ओली जस्तो देश बेच्यो भने त्यो पनि दलाल हो साथीहरू होइन। बनाउनुहुन्छ होला, सकेसम्म लाग्छ कि मलाई होइन, बनाउनुहुन्छ साथीहरू। खाडीमा धेरै दुःख पाइन्छ क्या साथी। अरूको देशमा गएर धेरै दुःख पाइन्छ, त्यही भएर आफ्नो देशमा गर्नुपर्छ साथी। आफ्नो देश भनेको नेपाल देश हो, सबैभन्दा ठुलो नेपाल देश हो साथी। केपी ओलीले गर्न केही सक्दैन। देश बनाउँछु भन्छ, उसले देश बेचेर खान खोज्छ, त्यसको पेट कहिले भरिन्न क्या साथीहरू होइन। हुन त घरदेखि कतिजना आश बोकेर हिँडेको हुन्छ खाडी मुलुक। हाम्रो नेपालको साथीहरू कोहीको लास फर्किन्छ, कहिले त आफ्नो नेपाल देशको अनुहार मुख पनि देख्न पान्न क्या साथीहरू। त्यो भएर भन्दैछु होइन, सकेसम्म आफ्नो देशमा आएर गर्नु क्या साथी। अरूको देशमा धेरै गाह्रो हुन्छ साथीहरू। आफ्नो देशमा गर्नु। आफ्नो देश भनेको सबैभन्दा ठुलो नेपाल देश हो साथी। आफ्नो देशलाई बेच्नु, आफ्नो आमालाई बेच्नु एउटै हो। केपी शर्मा ओली यो कुरा त ध्यान दिएर सुन होइन। अनि आफ्नो देशलाई बना, आफ्नो देशलाई नबेच। आफ्नो देश भनेको सबैभन्दा नेपाल ठुलो देश हो। किरा छोरी भोलि बिहान हुर्किला नेपाल देशमै हुर्किन्छ, अरूको ठाउँमा गएर त हुर्किँदैन त साथी। त्यही भएर आफ्नो देशलाई बनाएको शर्मा केपी। त्यही भएर आफ्नो देशलाई बनाउने कोसिस गर, बेच्ने कोसिस नगर के, बुझिस् नि। जय नेपाल साथी। यो चाहिँ फेरि पनि सोसियल मिडियामा एउटा भिडियो लिएर आएको म होइन। फेरि पनि अरू भिडियो आउँदै गर्छ होइन। अनि त्यसपछि मेरो फेसबुक आइडी युट्युबमा सबैमा भिडियो पोस्ट भएको हुन्छ, म सबैलाई पठाइदिन्छु होइन साथी। फेरि पनि भन्दैछु, जिम्लुक गाउँपालिका 4 प्युठानदेखि बोल्दैछु। मेरो नाम चाहिँ सागर जोशी। यो भिडियो चाहिँ केपी ओली शर्मासम्म पुगोस् के जसरी भए पनि साथी। जय नेपाल साथी। अनि मेरो देशमा 3 करोड साथी छौ नि, जति पनि खाडीमा गएको आफ्नो देशमा फर्क्यौ साथीहरू। आफ्नो देशमा मिहिनेत गर। अरूको देशमा गर्नु धेरै गाह्रो हुन्छ। अरूको देशमा गर्नु र आफ्नो देशमा गर्नु धेरै फरक हुन्छ क्या साथी। त्यो भएर आफ्नो देशमा गर्नुपर्छ साथी। जय नेपाल साथी, जय। हुन त म सोसियल मिडियामा केही गर्न सकेन, तर पनि भन्नु सक्छु आफ्नो देशको बारेमा ज्यान दिन पनि तयार छु। गद्दार गऱ्यो भने ज्यान दिन पनि तयार छु साथी। जय नेपाल। यो अर्को भिडियो फेरि भोलि आउनु सक्छ है साथी। लभ यु नेपाल। ल।